नमस्ते। ल भन्नुस् त कुनै सरकारी कार्यालयमा काम लिएर जाँदा कस्तो अनुभव हुन्छ? सायद धेरैको अनुभव मिश्रित होला हैन? हो, आज हामी त्यही अनुभवको पछाडिको कथा खोतल्दैछौँ। कर्मचारीको व्यवहार कस्तो हुनुपर्छ अनि पानी जस्तो हाम्रो मौलिक अधिकारको जिम्मा कसको हो? आउनुहोस्, नेपालको सार्वजनिक सेवाको भित्री तहलाई बुझौँ। सरकारी सेवाप्रति गुनासो छ? यो प्रश्न सायद धेरैलाई आफ्नो जस्तै लाग्ला। सरकारी अड्डामा जाँदा झन्झट, ढिलासुस्ती या निराशा, यो त हामीमध्ये धेरैको साझा अनुभव नै भइसक्यो। तर आखिर यस्तो किन हुन्छ? आज हामी यही प्रश्नको जवाफ खोज्ने प्रयास गर्नेछौँ। समस्याको जड कहाँ छ र यसको समाधान के हुन सक्छ? ल, आजको हाम्रो चर्चाको बाटो यस्तो रहनेछ। सुरुमा हामी सार्वजनिक सेवाको हाम्रो अनुभवबारे कुरा गर्नेछौँ। त्यसपछि समस्याको जड, खास गरी कर्मचारीको व्यवहारमा ध्यान दिनेछौँ अनि सुधारको बाटो के हो, नियम कानुनले के भन्छ भनेर हेर्नेछौँ। पानी र सरसफाइ जस्तो महत्त्वपूर्ण सेवाको जिम्मा कसको हो भन्ने पनि बुझ्नेछौँ र अन्त्यमा नागरिकको अधिकार र सरकारको दायित्व के हो भन्ने विषयमा कुरा गर्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट, सार्वजनिक सेवा र हाम्रो अनुभव। यहाँ हामी कुरा गर्नेछौँ त्यो खाडलको बारेमा जुन हाम्रो अपेक्षा र हामीले पाउने वास्तविकता बीचमा छ। आखिर धेरैजसो गुनासाहरूको जड नै यही त हो, होइन र? हेर्नुस्, सरकारले जतिसुकै राम्रो नीति नियम वा सिस्टम बनाए पनि आखिरमा कुरा केमा आएर ठोकिन्छ भने सेवा दिने कर्मचारीको व्यवहारमा। उहाँहरूसँगको हाम्रो भेटघाट र कुराकानी कस्तो रह्यो, त्यसले नै हाम्रो पुरै अनुभवलाई राम्रो वा नराम्रो बनाइदिन्छ। त्यसो भए अब लागौँ समस्याको मुख्य जडतिर। त्यो हो कर्मचारीको व्यवहार। अध्ययनहरूले पनि के देखाउँछ भने सेवा प्रवाहमा सबैभन्दा ठूलो बाधा भनेकै केही यस्ता नकारात्मक व्यवहारहरू हुन्। आउनुहोस् हेरौँ ती के हुन्। जस्तै रुखो र असंवेदनशील व्यवहार देखाउने, काममा ढिलासुस्ती गर्ने, जिम्मेवारीबाट पन्छिएर अरूलाई दोष दिने अनि प्रष्ट जानकारी नै नदिने। यति मात्र होइन, थप शुल्क माग्ने, गुनासो नै नसुन्ने अनि कसैलाई काखा र कसैलाई पाखा गर्ने। नयाँ प्रविधि आयो भने पनि त्यसलाई अपनाउन नमान्ने। यी सबै कुराले हाम्रो अनुभवलाई नराम्रो बनाउँछ र कहिलेकाहीँ त यो जानी गरे जस्तो लाग्छ, जसले गर्दा पुरै सिस्टममाथिको विश्वास नै टुट्छ। हो, यो सबै समस्याको मूल जड सायद एउटै कुरामा छ। त्यो हो मानसिकता। सेवकको होइन, शासकको मानसिकताले व्यवहार गर्ने। जब सेवा दिने व्यक्तिले आफूलाई जनताको सेवक होइन, शासक सम्झन्छ, तब सेवाको गुणस्तर त खस्किने नै भयो। यो मानसिकता बदल्नु नै सायद सबैभन्दा ठूलो चुनौती हो। ल, समस्याको कुरा त धेरै भयो। अब समाधानतिर लागौँ। के यी व्यवहारहरू सुधार्न कुनै बाटो छ त? छ। यसका लागि केही आधिकारिक नियम र आचरणका कुराहरू पनि छन् जसले कर्मचारीलाई जवाफदेही बनाउन मद्दत गर्छ। निजामती सेवा कर्मचारीको आचरण सम्बन्धी नियमावली 2065ले त स्पष्टसँग भनेको छ, काम छिटो र प्रभावकारी ढङ्गले गर्नुपर्छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला र बालबालिकालाई प्राथमिकता दिनुपर्छ। नागरिकको काम समयमै सक्नुपर्छ। यदि ढिला हुने नै भयो भने किन ढिला भयो भनेर प्रष्ट कारण दिनुपर्छ। अनि कुनै काम गर्न मिल्दैन भने किन मिल्दैन भनेर सरल भाषामा बुझाइदिनुपर्छ। तर मुख्य कुरा के हो भने यी नियमहरू कागजमा मात्र होइन, व्यवहारमा पनि लागू हुनुपर्छ। यहाँ एउटा कुरा बुझ्न जरुरी छ। नियमअनुसार गर्नुपर्ने आचरण के हो भने कार्यालय समयमा आफ्नो तोकिएको काममा 100% ध्यान दिने। तर केही कामहरू गर्न पनि पाइन्छ, जस्तै कार्यालय समयभन्दा बाहिर, स्वीकृति लिएर कतै पढाउन, गैर राजनीतिक व्यावसायिक समूहमा सामेल हुन वा गोप्य नहुने लेखहरू प्रकाशित गर्न पाइन्छ। तर यसले उनीहरूको मुख्य काममा कुनै असर पार्नु भएन। त्यसो भए सुधार कसरी गर्ने त? यहाँ केही ठोस उपायहरू छन्। पहिलो, आचरण संहितालाई कडाइका साथ लागू गर्ने। दोस्रो, कार्यस्थलमा पालना गर्नुपर्ने नैतिकतालाई प्रष्ट पार्ने। तेस्रो, कर्मचारीको आचरणलाई उसको कार्य सम्पादन मूल्याङ्कनसँग जोड्ने। अनि सबैभन्दा महत्त्वपूर्ण, सेवा लिने नागरिकबाटै कर्मचारीको व्यवहारबारे प्रतिक्रिया लिने सिस्टम बनाउने। यसका साथै बेला बेलामा व्यवहार र आचरण सम्बन्धी तालिम दिने र राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने प्रणाली बसाल्ने। यसो गर्दा मात्र कर्मचारीहरू थप जिम्मेवार बन्छन्। ल, अहिलेसम्म हामीले सैद्धान्तिक कुरा गर्यौं। अब एउटा वास्तविक र सबैलाई चाहिने सेवाको उदाहरण हेरौँ, खानेपानी र सरसफाइ। यसमा कसको के जिम्मा हुन्छ, जिम्मेवारी र जवाफदेहिता कसरी बाँडिएको छ, आउनुहोस् बुझौँ।
सबैभन्दा पहिला एउटा कुरा एकदमै प्रष्ट हो। सफा पानी र सरसफाइमा पहुँच पाउनु भनेको कुनै दया वा सुविधा होइन। यो त नेपालको संविधानको धारा 35ले दिएको हाम्रो मौलिक अधिकार हो। यसको मतलब के हो भने यो अधिकार पूरा गर्ने जिम्मा 100% राज्यको हो। अब यो जिम्मेवारी 3 तहको सरकारमा बाँडिएको छ। हेर्नुस् है, ठूल्ठूला राष्ट्रिय स्तरका र विदेशी सहायताका आयोजनाहरू सङ्घीय सरकार मतलब नेपाल सरकारले हेर्छ। प्रदेशभित्र एकभन्दा बढी स्थानीय तहलाई असर गर्ने आयोजनाहरू प्रदेश सरकारको जिम्मामा पर्छ। अनि हाम्रो घर दैलोको आधारभूत सेवा, सासाना आयोजनाको मर्मत सम्भार र जनचेतना जगाउने काम चाहिँ स्थानीय तहले गर्छ। यसले गर्दा कुन कामको लागि कोसँग गुनासो गर्ने भन्ने कुरा प्रष्ट हुन्छ। अब हामी अन्तिम खण्डमा आइपुगेका छौँ, नागरिकको अधिकार र सरकारको दायित्व। अब हामी यो हेर्नेछौँ कि हामीले प्रयोग गर्ने सेवाको लागि शुल्क कसरी तय हुन्छ र हामीले यो प्रणालीलाई कसरी जवाफदेही बनाउन सक्छौँ। धेरैलाई लाग्न सक्छ खानेपानीको महसुल मनपरी तरिकाले बढाइन्छ, तर होइन। यसको लागि एउटा आधिकारिक निकाय छ जसलाई खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोग भनिन्छ। यसको मुख्य काम नै सेवा प्रदायक र उपभोक्ता दुवैलाई हेरेर एउटा न्यायोचित शुल्क निर्धारण गर्नु हो। यो आयोगसँग निकै महत्त्वपूर्ण अधिकारहरू छन्, जस्तै उपभोक्ताले तिर्ने पानीको महसुल तय गर्ने, सरसफाई र ढल सेवाको शुल्क निर्धारण गर्ने, थोक विक्रेताको लागि पानीको दर तोक्ने अनि ट्याङ्कर वा बोतलको पानीको पनि अधिकतम मूल्य तोक्ने। यति मात्र होइन, यदि महसुललाई लिएर सेवा दिने र लिने बीच कुनै विवाद भयो भने त्यसलाई सुल्झाउने काम पनि यही आयोगले गर्छ र पानी सेवाको बारेमा नेपाल सरकारलाई सल्लाह पनि दिन्छ। अब यो महसुल निर्धारण गर्नु त्यति सजिलो काम पनि होइन। आयोगले धेरै कुरामा सन्तुलन मिलाउनुपर्छ। एकातिर सिस्टम चलाउने खर्च, आयोजनाको ऋण र ब्याज जस्ता कुराहरू छन्। अर्कोतिर उपभोक्ताले तिर्न सक्ने क्षमता र सेवाको गुणस्तर कस्तो छ भन्ने कुरा पनि हेर्नुपर्छ। यी सबै कुरालाई तराजुमा जोखेर मात्र एउटा सही र न्यायोचित महसुल तय हुन्छ। ल, यति सबै कुरा बुझिसकेपछि अब अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण प्रश्न, राम्रो सेवा पाउनको लागि एक नागरिकको भूमिका के हो त? जब हामीलाई आफ्नो अधिकार, नियम कानुन र कसको के जिम्मेवारी हो भन्ने थाहा हुन्छ, तब हामी प्रश्न गर्न सक्छौँ, गुनासो गर्न सक्छौँ र जवाफदेहिता माग्न सक्छौँ। याद राखौँ, कुनै पनि प्रणालीलाई जवाफदेही बनाउने सबैभन्दा ठूलो शक्ति भनेको सुसूचित र जागरुक नागरिकको आवाज नै हो।